ए समयको दिदी पो आउनुभयो ओ यहाँ आइज ल यसैलाई गर्ने ल आइज यहाँ आइज यहाँ बस उठिरा यहाँ आइज यहाँ सुन यहाँ सुन न ओइ त्यत्रो त्यो दिन त्यो जिउमा त ठुलो दिमाग ठुलो छैछ नि यहाँ हेर्नु पर्यो आइज यहाँ सुन यहाँ स्क्वायर छ यो स्क्वायरभित्र यो छ है अब यो दुईटा स्टिक चलाएर अर्को स्क्वायर बनाउनु पर्यो तर यसलाई बाहिर बनाउनु पर्यो स्क्वायरभित्र यो हुनु भएन कहाँ देखा होइन कहाँ सुन्या ल भन् ल गर दिमाग चला जा यो त भाटा रहेछ यो अहिले स्क्वायरभित्र यो टेप छ नि यसलाई दुईटा स्टिक हटाएर अर्को स्क्वायर बनाउनु पर्यो अनि यो चाहिँ स्क्वायरभित्र हुनु भएन बाहिरपट्टि हुनु पर्यो यसले केही गर्ला जस्तो छ यसले यसले लामै ल दिमाग लगाऊ खै ठ्याक्क लाएर ल म छोडिदिएँ ल गर पालै पिलो ल होइन दुवैजना लागि पर दुवैजना ल मैले त गरेँ च्यालेन्ज यसले त एक सर्टमै गरिदिए अर्को स्क्वायर बनाउने तर त्यो स्क्वायरभित्र यो हुनु भएन यो बाहिर हुनु पर्यो दुईटा स्टिक होइन यसलाई भनेको छैन नि त स्टिकलाई भनेको दुईटा स्टिक चलाउने छिटो न कस्तो के सन्नाटा के हो हेरे भाइ यसलाई चलाउने होइन भनेको नि त यसलाई चलाउने होइन भनेको बहिनीको जस्तो दिमाग रहेछ बहिनीले पनि ठ्याक्कै यही गरेर ओइ कहाँ गइस् त यहीँ छस् नि यो त दुवैजनाले गर्ने हो अर्को स्क्वायर बनाउनु पर्यो तर त्यो स्क्वायर भित्र चाहिँ यो हुनु भएन यो बाहिर हुनु पर्यो अहिले चाहिँ भित्र छ यसलाई छुनु भएन कस्तो हाँसे कि ओली छिटो न ढिलो सिरियस मुडमा हैन भात खानुपर्छ यसलाई दिमाग चलाइरह नि दिमाग ल छिटो 100 रुपैयाँ दिन्छु ल मलाई ल्याउनु तपाईँ पहिला तेरो अनुहार तैँले पहिलेदेखि हेरेको थिइस् खै त पहिले हेरेर आएर अनि अहिले 100 रुपैयाँ माग्छे भन्दै पो त 100 रुपैयाँ कसले दिन्छ ल छिटो त्यसै 1000 रुपैयाँ भन्दै छिटो न ए 1000 रुपैयाँ दिन्छु ल हैन 5 मिनेट भइसक्यो त्यही त के गरे 5 मिनेट जसै हेरेको छैन नि त हामीले त्यही त मैले अहिले थोरै नै हेरे त यो वर्षमा हेरेकै होइन उसले त सानो हुँदाखेरि हेरेकी त्यो हामीले यसले पनि हेरेकी होइन यसको मामुले हेरेकी त्यो मामुको पेटभित्र यो हुँदाखेरि ल छिटो बाहिर स्क्वायर बनाउने तर दुईटा मात्र स्टिक हटाउने चलाएर हटाउने भन्नाले चलाएर के त हेर्नु पर्यो हैन कलेज जाने होइन त कलेज होइन कलेजमा यो सिकाउँछ त यो गर भने सिकाउँदैन अबदेखि नयाँ टपिक हाल्नु भयो यस्तो पनि सिकाउनु पर्यो भन्नु पर्यो दिमागको लजिक म्याथमा हाल्यो भने त फेरि यो त झन् गाह्रो उसे त गाह्रो हुन्छ म्याथ कस्तो गाह्रो हुन्छ म्याथ गाह्रो हुँदैन म्याथ गाह्रो भए पनि यो गाह्रो भयो त एकचोटि गरेपछि आइहाल्यो जे भए पनि एकचोटि गरिसकेपछि त आयो नि त म्याथ त एकचोटि गरेको अर्को फेरि आउँछ फेरि आउँदैन त्यस्तो हुँदैन नि प्र्याक्टिस गरिरहनु पर्छ भने न कस्तो छिटो न 10 मिनेट 6 मिनेट भइसक्यो 6.5 मिनेट भइसक्यो दुईटा त भने मैले कति 4 वटा भनेको थिएँ यहाँ सुन अब दुईटा मात्र चलाउने भनेको थियो यस्तो यस्तो हुन्थ्यो होइन तिनटै चलाउने भएको त यता स्क्वायर बन्थ्यो यो बाहिर आउँथ्यो तर दुईटा मात्र चलाउने हो क्या यसलाई अब जुनलाई चलायो भने तर दुईटा मात्रै चलाउने हो कस्तो मात्रै गर्छ गर्छ कुकुर तिहारको दिन भैँसी बन्छ नि यार के भयो ल तैँले यो मिलाइस् भने तँलाई कुकुरबाट मुक्ति दिन्छु मान्छे नै आज पूजा गरिदिनु थियो ल छिटो गर्ने
त्यही भएर सोसल मिडियामा नि ध्यान दिनु हेर न त ए, हेर अनि त के भने त अनि हेरे छैन भने भिडियो हेरेको छैन नि त तैँले हेरे होला नि तँ अहिले भरे यो अपलोड गर्छु अनि हेर्नु ल छिटो गर अपलोड गर्ने त्यसो भए त कस्तो हो ओइ छिटो गर न हे भगवान यिनीहरूले त यार हुँ गर। जे भयो नि एउटा त एउटा चलाउनु त चलाएर त 8 मिनेट भयो 8 मिनेट हँ? स्क्वायर बना न सिकाउ त कस्तो सिकाउने हौ आएन 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 गयो आएन गयो दिमागको बत्ती गुल भइरहेको ट्राई त गर्नु यसो दिमाग लगा न कस्तो हुन्छ होला कान हल्लिरह यार यो दाइको कान हल्लिरह दिमाग हल्लिनु पर्ने कान हल्लिरह यो हेर्नु अर्को भएन म गर्दिन। म गरिदिउँ यो तेरो प्रोग्राम हो कि मेरो प्रोग्राम हो जसको भयो नि अब गर्दिन तेरो च्यानल हो कि मेरो च्यानल हो जसको भयो नि गर्दिन सब्सक्राइबर मैले गर्छु यहाँ सुन अब भयो म गरिदिउँ गर्छ नि त हौ फेरि स्क्वायर भएन ए भएन ऊ भएन भन्ने होइन फेरि यहाँ यस्तो होला यो दुईटा यता राख्ने होला राख्छ राख यता राख राख्ने होला। राख्नु त राख राख त राख हजुर, राख्छु। राख्नु ट्राई गर्ने हो यहाँ अब दुईटा निकाले हो एउटा यहाँ राखे एउटा यहाँ राखे स्क्वायर भयो अनि स्क्वायर भएन स्क्वायर भयो यो बाहिर भयो ए गर्दै ग यस्तो हुनुपर्छ गुड नाइस टु मिट यु नेक्स्ट मिट यु ल म भोलि के भन्न भोलि आएको, सेन्ट के गर्न सेन्ट आएको सेन्ट लरेन्स के अरे खोइ। के कलेज अरे सेन्ट लरेन्स। सेन्ट लरेन्समा अब भोलि म यो ट्याग गरेर हालिदिन्छु ल चलेका सर। मलाई क्यामेराम्यानलाई होइन नि त ल ल ल गाइजहरू आफू पनि बनाउने आफ्नो साथीभाइहरूलाई मलाई पनि ट्याग गरिदिनु गर्ने ल ट्याग गर्नु ल बाई बाई यस्तो पो बाई गरौँ 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 ल आज म पिउ छोरीलाई एउटा च्यालेन्ज दिँदैछु है यहाँ सुन के गर्ने भने यो स्क्वायर भयो भयो यसको भित्र यो छ होइन अब यसलाई दुईटा लट्ठी चलाएर होइन दुईटा लट्ठी चलाएर अर्को स्क्वायर बनाउने अनि यसलाई बाहिर राख्ने बाहिर निकाल्ने यो भित्र छ नि यो बाहिर हुनु पर्यो स्क्वायर भित्र हुनु भएन दुईटा लट्ठी चलाएर अर्कोतिर फेरि स्क्वायर हुनु पर्यो ल ल च्यालेन्ज अब कसरी चाहिँ क्लियर गर्ने हो होइन अब दिमागको खेल हो होइन बाहिर राख्नु पर्यो होइन यसलाई बाहिर निकाल्नु पर्यो दुईटा स्टिक चलाउने यस गुड 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 गोइङ गुड गोइङ गुड गोइङ गुड गोइङ ए यसले पहिले हेरेर रहेछ थाहा यति चाड चाड त आउँदैन यही हो मेरो यत्रो मेहनत खेरै फालिदिने यार यस्तो क्रिजन दाइ क्रिजन दाइ क्रिजन दाइ क्रिजन दाइ जिनियस छोरी भएपछि क्रिजन दाइ क्रिजन दाइ ल ल आइज त पहिला अब क्रिजन दाईले सकेन भने चाहिँ पहिलो भिडियो क्रिजन दाईको आउँछ अनि त्यस पछाडि यसको आउँछ यसले खत्तम पारिहाल्यो नि पहिले हेरिसकेर यसले पहिले हेरि क्या अब क्रिजन दाईलाई बोलाएर लिएर आइज यी गर्छ जा एउटा ट्रिकी क्वेसन है 5 + 5 + 5 = 550 यो कसरी हुन्छ ल पिउले गर्छिन् नि समग्याले गर्छिन् प्राप्तिले गर्छिन् ल अब मतलब यो चेन्ज गर्ने होइन चेन्ज केही एउटा यस्तो गरेर जे होस् एन्सर चाहिँ 550 निकाल्नु पऱ्यो त्यसमा है ल ए त्यस्तो भन्नु नि त त्यस्तै त भने अब त ए ल 5 + 5 + 5 = 550 एलसिएम एलसिएम कसरी निकाल्ने
यो झेल्ली गरी यो केटीले यो केटीले गर्नु कहिले हेरेको थियो हुन्छ हेरेको थिएन यसले नहेरेको र कहाँ हेरेर ए चिटिङ गर्ल अनि कमसे कम त्यो एकछिन त राख्नु पर्थ्यो नि बिचरा दिदीहरूको दिमागमा एलसिएम र सेल्सियम भनेर यहाँ एलसिएम र क्याल्सियमको पावर निकाल्न लागेको थिएँ यार त्यतिकै यार यिनले हेरेर खतम पाऱ्यो अनि हेर न त ठुटुनो त्यहाँ ठोती यहाँ 545 प्लस 545 प्लस 5 इजिकल टु 550 ल मिल्यो एउटा है फेरि एउटा क्वेसन है ल कसले मिलाउने है त यो सबैजनालाई एउटा ट्रिकी क्वेसन कुन चाहिँ सरले औषधि खानु भन्छ सधैँ औषधि खा भन्छ कुन चाहिँ सरले सधैँ औषधि खा भन्छ ल यो 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 चिटिङ गर्ल यो औषधि खाने भन्छ कुन चाहिँ सरले ए सर बाबा सरले होइन अब फेरि सरले छिटो न बाबाजीका ठुलो खाने भन्छ कुन चाहिँ सरले सधैँ औषधि खा भन्छ सधैँ ल पकाइछन् सरले औषधि खाने डेली खानुपर्छ फेरि स्पोर्ट्स भिटामिन भयो म भनिदिउँ भनियो छिटो भन्न त म पास ल एउटा पास भयो त कुन चाहिँ सरले एकदम इजी छ मलाई भन्छ न इजी इजी भन्नु अब होइन मैले त सुनेको छु मैले क्वेसन गरेपछि मलाई त इजी भइहाल्छ नि मलाई भन्छ न ल कुन चाहिँ सरले मैले पास गरिसकेँ त्यही त कुन चाहिँ सरले औषधि खा भन्छ सधैँ सरले नै भन्छ सरले नै भन्छ डेली खानुपर्छ फेरि सरले भन्छ न हो भनिदिउँ कुन चाहिँ सर क्या कुन सरले सरले ल भन सनले सरले त्यही कुन चाहिँ भन्ने गर्न छिटो यो रुइसक्यो ल मैले भनिदिएँ है नै नै झ्याउ लागिसक्यो भनियो सर सरले कुन चाहिँ सरले जल्दी करो ना कुन चाहिँ वर्ड जल्दी करो कल से पेपर में निकलना है पुंडू तो बाहर होता प्रेसरले प्रेसर भएपछि प्रेसरले जहिले औषधि खा भन्छ देख्यो त देख्यो प्रेसरले रहेछ प्रेसरले देखिस् अर्को क्वेसन है त पियो ल लाई पनि अनि समज्ञालाई पनि कुन चाहिँ फल नमिठो हुन्छ यो जिन्दगीमा कहिले खान नपाए पनि हुन्छ जस्तो लाग्छ कुन चाहिँ त्यस्तो फल हो होइन जिन्दगीमा यो आफूले मात्र होइन कि कसैले पनि नखाए हुन्छ त्यस्तो फल खाएपछि मान्छे एकदमै डिप्रेसनमा जान्छन् के गरौँ र कसो गरौँ हुन्छन् मान्छे रुन्छन् ल छिटो त्यस्तो फल कुन चाहिँ होला त जो मान्छेहरूले खानै नपाए पनि हुन्छ जिन्दगीमा होइन त्यहाँ रक्सी र फलमा फरक पर्यो नि त वाइन होइन नेपाली नै हो नेपाली नै हो नेपाली नै हो त्यस्तो फल कुन चाहिँ खान नपाएदेखि मान्छे एकदमै ऊ हुन्छ सफलले कहाँ ऊ हुन्छ त सफलले गर्दा सफल भयो भने त सफल भयो भने कहाँ डिप्रेसनमा जान्छ डिप्रेसन चाहिँ जाँदैन नि खै यसले के भन्यो कर्मको फल सफल त्यस्तो फल जिन्दगीमा कसैले नखा भन्छ नखा होइन खान नपाए पनि हुन्छ भन्छन् त्यस्तो खाने मान्छे गए
त्यस पछाडि बेरोजगारी। बेरोजगारी भए हो असफल ए असफल गुड असफल अनि असफल त्यस्तो असफल जेमा पनि असफल अनि असफल चाहिँ मान्छेहरू ल बधाई छ ल एउटा मिलाउन सकेकोमा पिउलाई यसले मिलाइसकेको थियो सफल सफल सफलको उल्टो के हो सफलको उल्टो यसलाई सफलको उल्टो भन्न नआएको हो क्या असफल भनेर ठ्याक्कै मिल्थ्यो ल एउटा पिउले मिलाइ ल ल अर्को फेरि अर्को आयो एउटा अर्को चस्मा लाएर क्वेसन आयो है कुन वन रातो हुन्छ BUN वन वन ब अनि न बन त्यो सेतो पनि हुन्छ सेतो पनि हुन्छ रातो पनि हुन्छ जङ्गल हैन जङ्गल वन रातो सेतो पनि हुन्छ पहिला पहिला रातो हुन्थ्यो अहिले सेतो पनि हुन थालेको छ धेरै ठाउँमा चाहिँ सेतै चल्छ अहिले कुन वन भने ल पास त्यस्तो लाग्यो मलाई पनि खानेकुरासँग रिलेटेड भन्दाखेरि पनि लाउने कुरोसँग हो कि जस्तो लागिरहेको छ है मलाई चाहिँ लुगा लाउने भने लाउने लगाउने क्या लगाउने हामीले के रातो र सेतो के लाउँछ वन 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 है फेरि वन सिन्दुर कहाँबाट वन आयो सिन्दुर कहाँ सेतो लाउँछ सिन्दुर सिन्दुर सेतो लाउँछ टीका लाउने वन कहाँको वन त्यसमा वन हुनु परेन चम्म वन हुनु परेन वनमा वनको कुरो गर्न रिबन देख्यो रिबन त जुन चाहिँ नि कलरको हुन्छ नि किन रातो र प्राय रातो र सेतो चल्छ भनेको छ नि त मैले प्राय अहिले स्कुलमा रातो या सेतो चल्ने हो नि त त्यो त हाउडे संसार हो अनि रातो सेतो चल्छ ल है ल